समाजले सबैभन्दा पहिला तपाईलाई थर्काउँछ, डराउँछ, भन्छ कि तँबाट हुँदैन। जो अटेरी हुन्छ त्यो कुरा सुन्दैन, त्यसपछि ऊ अगाडि बढ्छ अनि मान्छे फेरि तपाईमाथि हाँस्न थाल्छन्। अबे पागल, तँबाट कहाँ हुन्छ, गिज्जाउन थाल्छन्। हरेक फेजबाट म गुज्रेको मान्छे हो, पागल, तँबाट कहाँ हुन्छ, कलाकार हुन्छ, पागल। अब त्यो गिज्जाइबाट पनि अटेरी भएर अगाडि बढ्नु भयो भने अब समाज तपाईप्रति नतमस्तक भएर भन्छ मैले त पहिल्यै भनेको थिएँ नि हुन्छ भनेर, भयो कि भएन? यो समाज भनेको घाटे वैद्य जस्तो, घाटको वैद्य रे क्या। यो समाज भनेको घाटको वैद्य जस्तो हो। घाटमा तपाईले घिटिक घिटिक भएको मान्छे लिएर जानु हो भने उसले नारी छाम्छ, छामेपछि भन्छ अनि जान्छ, केही पनि बोल्दैन। अनि मान्छे बित्यो, बितेपछि उसले भन्छ मैले भनेकै थिएँ त बाँच्दैन भनेर, गयो। अब मान्छे बाँच्यो तर उसले यस्तो गरेछ अनि उसले भन्छ मैले भनेकै थिएँ त ल्याउनै पर्दैन भनेर। अरे यो समाजको कुरा सुन्न धेरै जरुरी छैन है साथी। अब के भन्ने, द्याट्स योर चोइस माई फ्रेन्ड। यो के हो भन्दाखेरि दिस अपर्च्युनिटी नेभर कम्स नकिङ द डोर सेइङ हेलो मे आई कम इन, आई एम द अपर्च्युनिटी। अन्टिल एन्ड अनलेस यु डोन्ट गेट रेडी। मुम्बईमा सब केटाहरू जो फिल्ममा चाहिँ स्ट्रगल गर्न बसिरहेको हुन्छन् उनीहरूलाई हिरो भनेर सम्बोधन गर्छ। द्याट हिरो पर्टिकुलर टर्म इज कम, इट इज ड्राइभ फ्रम मुम्बई इटसेल्फ। वाइ? बिकज दिस गाई इज अलवेज रेडी। चट्ट हिरो जहिले पनि चिटिक उठेको छ, बिहान उठेको छ, रेडी भएर बसेको छ, कुनै पनि बेलामा अपर्च्युनिटी आयो ठ्याक्क सेलेक्ट। सो नाउ गेट रेडी, दिस इज फर अल अफ यु म्यान। यु हेभ टु बी गेट अलर्ट। Opportunity never come and knock the door and say that may I come in, please आउनु म लिएर जाऊ। यो गर्दैन। सपना त्यो हो जसको बारेमा सोच्दाखेरि डर लागोस्। सपना त्यो हो जसको बारेमा सोच्दाखेरि 90% दिमागले भनोस् यो हुन सक्दैन। सपना त्यो हो जसले तिमीलाई च्यालेन्ज गरोस् भन्योस् कि तैँले गरेर देखाउन सक्दैनस्। तिमी भित्रको तिमीले भनोस् कि तैँले गर्न सक्दैनस् भनेर जब भनिरहेको कुरा छ र त्यसलाई पछारेर जब अगाडि बढ्छस् त्यो मात्रै सपना हो। अरे सजिलै पाउने चिज त सपना हुँदै होइन। पोखरी भन्दा माछा कहिले पनि ठुलो हुँदैन। माछा ठुलो हुनुको लागि पोखरी ठुलो हुनै पर्छ। त्यसकारण आई डोन्ट माइन्ड वेयर आर यु गोइङ, माई नो द्याट्स योर चोइस माई फ्रेन्ड। किनभने धानको बिउ जहाँ रोपिन्छ त्यहाँ फलाइँदैन। बिउ एउटा ठाउँमा उमारिन्छ, रोप्दाखेरि अन्तै गरेर रोपिन्छ। रोपिनुस्, जहाँ रोपिनु मन लाग्छ रोपिनुस्, तर जुन माटोमा रोपिनु भएको त्यो माटोप्रतिको प्रेम चाहिँ कहिले नछोड्नु होला। त्यही भएर मैले भन्ने गरेको छु, कसैले पैसा माग्यो भने दे, कसैले पैसा माग्यो भने छ भने दे। किन भन्दाखेरि आज छैन भोलि फेरि आउन सक्छ। कसैले समय माग्यो भने पनि दे, किन भन्दाखेरि उस्तै समय नआउला तर उस्तै उस्तै समय आउन सक्छ। उस्तै उस्तै समय आउन सक्छ। आज सोमबार हो, उस्तै सोमबार नआउला तर सोमबार पक्का आउँछ।